धेरै पिरो पनि खानु हुँदैन गर्मी आजले सक्यो होइन भुषाल सर कता हो होइन माला भोलिको लागि अहिलेदेखि सब्जी रेडी गरेर पनि हुँदा होला त यहाँ बिहानै उठेर 5 बजे उठेर पकाउनु पर्छ घरमा 4 बजे उठिन्छ यहाँ के अल्छी गर्न कमानमा आएर नि ढिँडो खाइदिन्छ साथीहरू नखाने 1 वर्ष भइसक्यो त भिडियो देख्न नपाएर यहाँ हैरान भएको छ बल्ल बल्ल भाइले बनाउनु भएको यही ढिँडो पनि के गर्नु अल्छीपट्टिको हाल्नु है उनीहरूले भात खान बोलाउनु नि सबैजना ए रोहन रोहन ए के गर्ने खाना ओइ है दाजुभाइहरू हामी त सुरु गर्नु लाग्यो ढिँडो खानलाई पुऱ्याउँछु खाना पकाउँछु है खोइ अल्छी भएर अब के हो भिडियो पनि झर्दैन ल अचार पनि झिकौँ है अचार पनि झिकाउँ आउनु है खोइ त भन्दै छ ढिँडो खाउँ अब के रे ठुक्क बसेर सबैजना मिलेर के रे खाइहाल्नु पो अच्छा सिक्यो खाना परेगा अच्छा सिक्यो भाइ अब खाना कति खापट पोलामा सबैभन्दा मिठो खाना कमानको मिठो सुपक छ यार दाजुभाइ दिदीबहिनीहरू नेपालीले त्यहीँ तै पनि झोडा याद राख्नुहोस् यदि याद राख्नु भएन भनेदेखि यहाँ हेर्नुहोस् हिउँ चुनायो हालिदिएको छ पानीले हेर्नुहोस् चित्त तपाईँले तिरुपति भन्नु मेरी कुछ कमेंट डालो हेर्नुहोस् है टमाटरको अचार ढिँडो अहिले राम्रोसँग नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राम्रोसँग यो ढिँडोको परिकार देखाउँदै खाँदैछु